हामीले सुत्नु नदिएर भयो नि जितास है भाइ एउटा निकाल है मुभमेन्ट मुभमेन्ट माथिल्लोपट्टि मुभमेन्ट भने नि मैले भाइ माथिल्लोपट्टि यो देखेन मलाई यसको काप्यो नि अन्त है यो भाइले सेभ गर्छ होला यहाँ आयो भने चाहिँ गोली सेभ गरे सिधा भरे पुग्यो भाइ एउटा निकाल है ल हेड गरिदेऊ न एउटा बल ओए अलिक उता जाँदा यहाँ कहाँ हुन्छ यहाँदेखि झन् ए ल अचानक दाइ भान्दै हुनु आँखातिर एउटा निस्के भन्दा तिमीले त फेरि यहाँ चाले हेलो 2000 माथिल्लोपट्टि घाँस काटेर पुरै राति भयो नि हौ है आमा है सिकिपमा हामीले यसरी हिँडेको पेनाल्टी सिधै बस्नु भए सेफ थियो नि हौ अहिले सेफ थियो नि हौ त्यहाँको अडियन्सहरू त गयो क्या कहाँको माथि थियो अडियन्सहरू 3-4 जना ए गएको छैन गएछ छैन नि आइया तिनवटा भएन भएन किन के भयो लाइन क्रस गर्छ अगाडि लाइन क्रस गरेछ अहिले तेरो मेरो ल यहाँ रेकर्ड छ होइन यहाँ सब निकाल्नुपर्छ को गल्ती हो अम्पायर गल्ती हो कि लाइन्सम्यान गल्ती हो कि किपर गल्ती हो कि अब त हाल्छ नि अन्त हो हाल्छ नि अब त तैँले हामीलाई नि भन् ल भाइ तिमीलाई सपोर्ट गर्छ कहाँ चुप भने अहिले भेट्छ
अरे गोलकिपर चेन्ज हुँदैछ यहाँनिर लु त भाइ 24 नम्बर भाइ एफसी सुबुक सुबुक एफसी सुबुक रुम्बुक हो ए रुम्बुक हो ओ रुम्बुक रुम्बुक सुबुकको यहाँ छ है हाम्रोमा पिच प्लेयर ए अँ यो भाइले गर्दा हार्छ अहिले अनि त यो किन आउने किपरै भए सेभ गर्थ्यो ओए आलु बेसी एक्टिभ भयो सर उसलाई चेरम पनि हामीलाई चुप भन्छ अन्त गोल हालेर किपरलाई चुप भनेको होला कि खास त्यसले हामीलाई उकाल्दैन अडियन्सलाई भनेको हो ए अहिले निस्किरहेको थियो अहिले निस्किरहेको थियो टिम म्यानेजर टिम कोच यता मिडिया छ सेभ गरेर जित्छौ अघि जित्ने टिमले सिधै बसेको भए तल्लोपट्टि प्रतीकले त हान्छ क्या हा उयो भाइले त हान्छ क्या कहाँ अस्ति अन्तदेखि नै हाम्रो केटाहरूले पेनाल्टी हानेको यत्रोमै हानेको त अन्त सुमन दाजु झन् टक्क कारण नानी छ हामी गएको छ तल हाल्यो नि अब चाहिँ के भयो यसले सेभ पनि जित्छ होइन अब यसले सेभ गर्नु पर्यो होइन उताले हाल्नु पर्यो नि गोल अन्त बराबरी भइरहेछ किपर हुन्छ अहिले अब यो कन्टिन्यू जान्छ भाइ तिमीले बस्छौ गोलकिपर हुँदैन त्यो हुँदैन हो त्यस्तो गाडी स्टार्ट गर्न पाउँछ र अब त पाउँदैन जस्तो लाग्यो त्यही त त्यो बिल्डिङ हेरेको यिनीहरू होइन हौ अन्त यत्रो किपर बसेर कस्तो पेनाल्टी मान्छ होइन कन्फिडेन्ट हुन्छ अर्को नेक्स्ट टाइमको लागि अब अस्ति अहिले पनि अगाडि निस्किँदैछ यो भाइ हो रहेछ लाइन्सम्यानहरूले लाइन हेर्ने बेला भयो किपर अगाडि निस्किँदैछ निकाला न भाइ तिमीले आइस क्लोज पार रोड जङ्गललाई बेसी नबोले हामी आउनु किपरको खेला हुने रहेछ है अब कन्टिन्यू जान्छ नि अब जसले रोक्छ जसले हान्छ गोल भाइ एउटा निकाला न निस्किँदैछ 4 नम्बर कति नम्बर बिस्किँदैछ अरे है 4 नम्बर यो किपरसँग अब हेर फर्स्ट गोल हालेको होइन असलले अब यो बिगाऱ्यो भने चाहिँ कति रड्डी हुन्छ
सकिन्छ है यस्तो त म धेरै जग्गामा भएको नि एकताल त यसले गर्दा पेनाल्टीमा हारेको पारिपट्टि नि यिनीहरूको जवाबमा कति भएको यस्तो त अझै के भन्नु त ह्याट्रिकहरू हालेर चाहिँ नि पेनल्टी बिगाडिदिएकोहरू पनि छ किपर हुनुभएको चाहिँ सेफ भन्थ्यो यो है ओ हेलोजिन चाहियो हेलोजिन देखेन निकाल्देऊ 16 अब चाहिँ भयो हामी मात्रै भयो 16 निकाल्देऊ भाइ एउटा निकालिदेऊ उयो फाइनल तिमीहरू नै हो ए गोल लाने अब ऊ माथि अब भनेको त तिमीलाई अगाडि नै आमामा यिनीहरूको किपर त चेन्ज गर्ने गरेको क्या ए निकाल्दैन जति भन्दा हामीले सुन्यो अघिको किपर राखेर अघि सेभ गरिदियो बाङ्गो हाने मात्रै हो किपर रिङ बाहिर रोगसाले मजाको पेनल्टी हान्दै थियो है यो किपर चेन्ज गर्ने यिनीहरूको साह्रो गल्ती भयो छ्या अब यो भाइले हाल्नु पर्यो एउटा कम्प्लेन बिगार्दियो भाइ तिम्रो ग्लोभ पनि घोट्यो बिगार्दियो ग्लोभ त खोसिसके के गर्छौ दामी है भाइ दामी यसले पो कन्फिडेन्ट हान्यो है ओइ ओइ आतङ्कवादी आयो फेरि हो के गरेको अलिक उता जाँदा उता जान तल उता आउनु पर्यो जान छोड हो त्यहाँ बस्नुपर्छ हो त्यहाँ टाउको हल्ला टाउको यति देख गर्दियो भाइ सक्यो अब हाम्रो टर्न अब के हुन्छ कुनै पेनल्टी बराबर भयो एक एकवटा सुटर आउँछ होला है आए आए सक्यो होइन कहाँ आउँछ नि ऊ आउँदैछ त ऊ अब सब्सिडी हान्छ नि अब सब्स्टिट्युटले त हान्नु पाउँदैन हौ